सबैमा नमस्कार। मेरो फर्स्ट भ्लगमा स्वागत छ सबैजनालाई है गाइज। आज म तपाईहरुलाई मिनी डेरी फार्म मिनी पोल्ट्री फार्म देखाउन जाँदैछु है। हेरौँ न। मिनी पोल्ट्री फार्म में स्वागत छ सबैजनालाई। हाम्रो मिनी पोल्ट्री फार्म पानी परेको कारणले गर्दा पुरा भित्रै ब्रोइलर कुखुरा हुन्। ठुलो कुखुरा जम्मा 5वटा बाँचेको छ। अलिक बिक्री भइसक्यो हैन। मिनी पोल्ट्री फार्म सानो फोरमा मिनी हामीले हप्तामा चाहिँ 2 दर्जन चल्ला हाल्ने गरेका छौँ हैन। 2 दर्जन चल्ला हाल्छौँ हप्तामा। ठुलो हुँदै गर्छन्, बिक्री हुँदै गर्छन्। बहुत जोरले 2-3 घन्टा भइसक्यो पानी परेको। एउटा गाइड च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। मिनी पोल्ट्री पार्ट टाइम फेरि बहुत जोरले वर्षा भयो। आज जेठ 14 गते हैन। 2-3 घन्टा पानी परेको बहुत जोरले रोड छ। रोड छ हाम्रो घर हो, रोड छ। अनि फेरि गाई 3टा गाई बहुत जोरले पानी पऱ्यो यार आज। भिलेज भ्लगमा स्वागत छ है सबैजनालाई। वर्षा पराल हस् त गाइस, च्यानललाई सब्स्क्राइब अनि लाइक कमेन्ट गरिदिनु होला हैन। मेरो फर्स्ट भ्लग हो यो गाइसहरु। ए उता